इफ यु गाइज लुक क्लोजली त्यहाँ एउटा चरा छ है। चराको नाम मलाई थाहा छैन, तर मैले भिडियो गर्दैछु भन्ने कुरा हो है। अनि चरालाई हेरेर, चराको त्यो आवाज सुनेर वाह, मन नै सन्चो भइदिन्छ भन्ने कुरा हो मेरो एक्स गर्लफ्रेन्ड जस्तै। अब अरू त केही छैन जीवनमा, रमाइलो फेरभरि पनि छ। अब यस्तै घर बाहिर हेर्दै चरालाई हेर्दै बस्ने हो, के गर्नु त। गोजीमा बजेट पनि छैन कतै घुम्न जाऊँ भने, गाह्रो छ हौ जिन्दगी, गाह्रो छ, यस्तै छ, जे भए पनि छ भन्ने कुरा हो है। हजुरहरूको जीवनमा के छ हल्का मैले सोध्न चाहे। टाँसिने भित्ती, भित्तामा टाँसिने, त्यो भएर भित्ती भनेको भित्ता भित्ती हो। बुझ्नेले बुझिहाल्छ, नबुझ्नेलाई सिरेखण्ड पानको पात नगर न घात। के भन्ने हो। ठ्याक्कै मैले यसलाई देखेँ होइन। अनि यसको नाम मैले के राख्ने निर्णय गरेँ भन्दाखेरि रामु, यो हो हाम्रो रामु। अनि यो चाहिँ अब चन्द्रमा टक्कसँगले आइरहेको थियो है, रातो रातो टाइपको, ओरेन्ज ओरेन्ज टाइपको होइन। किन भिडियो गरिदिउँ न त भन्ने भयो है। अनि यहाँ पोइट्री हानिदिउँ न त भन्ने भयो एकछिन चाहिँ। कति राम्रो सुन्दर मुहार तिम्रो, कति शीतल महसुस गराउने अस्तित्व तिम्रो छ है त। गुड नाइट। अनि मैले यहाँ गाउने प्रयास गर्दैछु, हिन्दी सङ हो यो है। अनि हल्का अब यसो छ सुनिदिउँ। बताए क्यों तुझको चाहे बता न पाए हो, बातें दिलों की देखो जो बाकी आंखें तुझे समझाए। तू जाने ना, तू जाने ना, तू जाने ना, तू जाने ना, मिलके भी हम ना मिले, तुमसे न जाने क्यों मिलो के है फासले तुमसे। अनि यो तपाईहरुले देख्न सक्नुहुन्छ, यो भनेको चाहिँ हल्का क्रिएटर्सहरुको अलिकति एरिया हो हैन। अनि यहाँ अब विकली पोस्टहरु के हाल भनेर भन्छ फेसबुकले हैन। अनि यो चाहिँ म हो। कति ह्यान्डसम छु, किन गर्लफ्रेन्ड नभएको यार मेरो, शिट।